हेलो ट्रेडर्स, यसो सोचौ त त्यो आनन्दको दिन जहाँ खासै केही कुराको टेन्सन थिएन। आफूले खोजेको र भनेको पुगि नै रहेको थियो। यस्तो दिनहरू याद गर्नुपर्दा तपाईलाई कहिलेको दिनहरू याद आउने गर्छ? झ्याप्प जो पाइ त्यहीलाई यो क्वेसन सोध्नु भयो भने सायद उसले स्कुल पढ्दाको दिनहरू सम्झिएला। तर ट्रेडर्सहरू थोरै फरक हुन्छन्। ट्रेडर्सहरूले यस्तो सुनौलो दिन सम्झिनु पर्यो भने 2020 र 2021 को बजार सम्झिन्छन्, जुन बेला नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेले इतिहास रचेको थियो। बजारले 3227 अङ्कको सर्वकालीन उच्च बिन्दु छोयो। हरेक गल्ली हरेक चिया पसलमा एउटै चर्चा थियो, यो बजारले त आकाश छुन्छ। डिम्याट खाताहरू खुल्ने क्रम तीव्र भएको थियो। हाइड्रो पावर, बैंक, इन्सुरेन्स, फाइनान्स जस्ता सबै सेयरमा पैसा बर्सिरहेको जस्तो देखिन्थ्यो। लगानीकर्ताहरूको मनमा एउटै सपना थियो, रातारात करोडपति बन्ने। सायद तपाईको मनमा पनि करोडपति नै बन्ने विचार थियो होला। ढाट्नु पर्दैन, पक्कै पनि तपाईको मनमा पनि त्यही नै विचार थियो। त्यति नभएको भए तपाईँ यो भिडियोसम्म आउनु नै हुन्थेन। ट्रेडर्सहरूको लागि त्यो दिनहरू निकै रमाइलो र एक्साइटमेन्टले भरिएको दिनहरू थियो। हरेक व्यक्तिले आफूलाई बजारको विजेता ठान्थ्यो। तर यो उज्यालो दिनहरू धेरै भने टिक्न सकेन। यो उत्साहको भिडमा झुटा हल्लाहरूको बाढी आयो। यो हाइड्रो पावर कम्पनीले ठूलो प्रोजेक्ट पायो, सेयर 500% ले बढ्छ। यो बैंकको डिभिडेन्डले बजार उकास्छ। यस्ता बिना आधारका भविष्यवाणीहरू सामाजिक सञ्जालमा फैलिन थाले। युट्युबमा तथाकथित विश्लेषकहरूले भन्थे, अहिले नकिन्नेहरू पछुताउने गर्छन्। मान्छेहरूले घरै बेचेर भए पनि सेयर किन्ने सल्लाह दिन समेत भ्याए। तर आजको दिनमा बजारलाई हेर्दा यी हल्लाहरूमा कुनै सत्यता थिएन। कतिपयले कम्पनीको गलत वित्तीय विवरण देखाए, कतिपयले त आफ्नो फाइदाको लागि बजारलाई प्रभावित गर्ने कोसिससम्म पनि गरे। आफ्नो सम्पत्ति जोखिममा पार्दै यिनै हल्लाको पछाडि लाखौं लगानीकर्ताहरू लागे। 2078 भदौबाट नेप्सेको उज्यालो दिनहरू अँध्यारोमा बदलिन थाले। बजार 3000 अङ्कबाट खस्किँदै 2500 को हाराहारीसम्म झर्यो। लगानीकर्ताहरूको उत्साह निराशामा परिणत भयो। सेयरको मूल्य आधा भयो, कतिपयको बचत पनि डुब्यो। तर हल्लाहरू भने रोकिएनन्। यो त सामान्य करेक्सन हो, छिट्टै 4000 पुग्नेछ। यस्ता तर्कहरूले लगानीकर्ताहरूलाई झुक्क्याइरह्यो। तर यो करेक्सन भने थिएन। ब्याजदर वृद्धि, आर्थिक मन्दी र राजनीतिक अस्थिरताले बजारलाई थप कमजोर बनाएको थियो। 2079 सम्म नेप्से 2000 अङ्कको आसपाससम्म पुग्यो। 2080 र 2081 मा पनि नेप्सेको ओह्रालो यात्रा भने रोकिएन। 2081 भदौमा बजार 3048 अङ्कसम्म पुगे पनि त्यसपछि फेरि खस्कियो। हल्लाहरू अझै चलिरहे। यो आइपिओले बजार उकास्छ, ब्याजदर घट्छ, बजार बढ्छ। तर यी सबै हल्ला झुटा साबित भए। बजारमा विश्वास हराउँदै गयो। लगानीकर्ताहरूले आफ्नो सम्पत्ति गुमाए। यो बजारले एउटा कुरा स्पष्ट पार्यो, हल्ला र भावनाले होइन, तथ्य र विश्लेषणले मात्रै बजारमा टिक्न सकिन्छ। यो निरन्तर ओह्रालो यात्राले एउटै पाठ सिकायो, आफूले नसिकेसम्म सेयर बजारमा टिक्न सकिँदैन। यो बजार क्रूर छ। यहाँ अरूको हल्लामा विश्वास गरेर पैसा कमाइँदैन। तपाईको पैसाको जिम्मेवारी तपाईँ आफैले लिनुपर्छ। किताब पढ्नुस्, कम्पनीको वित्तीय विवरण बुझ्नुस्, टेक्निकल र फन्डामेन्टल विश्लेषण सिक्नुस् वा जे मन लाग्छ त्यही गर्नुस्। तर जोखिम व्यवस्थापनमा ध्यान दिन भने निकै आवश्यक हुन्छ। यो बजारले तपाईलाई माया गर्दैन, न त तपाईको पैसाको नै माया गर्छ। यदि तपाईँ टिक्न चाहनुहुन्छ भने तपाईँ आफैले नै डिसिजन गर्नुपर्ने हुन्छ। यो क्रूर सत्य हो, तर यो नै तपाईको सफलताको बाटो पनि बन्न सक्छ। जुन दिनसम्म तपाईँ आफैले सिक्नु हुँदैन त्यो दिनसम्म तपाईँले झुक्केर मात्रै बजारबाट पैसा कमाउन सक्नुहुन्छ। नेप्सेको यो यात्रा तपाईँको लागि पाठ हो। आत्मा सिकाइ बिना बजारमा टिक्न सकिँदैन। एक पटक यसो सोच्नुस् त, कसले तपाईलाई कहिले कहिले सेयर किन्न लगाए। त्यति बेला किन्न लगाउनको लागि बारम्बार युट्युब र क्लब हाउसमा चिच्याउनेहरू हिजो आज हराउँदै गइरहेका छन्। सायद बजार फेरि बढ्न थाल्यो भने फर्केर पनि आउँछन्। यस्तो स्थिति किन आयो त भन्दा धेरै जान्ने उनीहरूको मुखमा बजारले मुत्यो। अहिले सबैजना त्यही मुख पुस्नमा व्यस्त छन्। सेयर बजार यति क्रूर छ कि यहाँ तपाईले आफ्नो बाउको पनि विश्वास गर्न सक्नु हुँदैन, किनकि यहाँ पैसाको खेल हुन्छ। त्यसैले आफ्नो डिसिजनमा मात्र बजारमा कारोबार गर्नुहोला, ताकि गल्ती गर्नुभयो भने पनि गल्तीबाट सिक्ने मौका मिलोस्।